यहाँ त कसरी घर चलेछ भन्नु अब सागर ब्रोले होइन टक्क लाएर त्यो गरिदिन्छ यतापट्टि जलनले बनाउँछ जलनको टक्क सजनले बनाउँछ अब कुन चाहिँले सजनको मात्रै रियाक्ट हान्दै हुन्थ्यो क्या चारवटा घर चल्यो अनि त्यो लास्टको रियाक्सनको लागि लिएर सागरले एउटा ऱ्याप बनाइदियो भने चाहिँ फुल सर्कल क्या तर सजन दाले नि फेरि यता जलनको त्यही रिया अनि त्यसपछि अब सजनकोमा नि एउटा रियाक्सन हान्दैन अनि त्यो रियाक्सनमा चाहिँ सागरले एउटा ऱ्याप हान्नु पऱ्यो क्या तेरो रियाक्सन केटाहरूलाई यो कुराहरू भन त यतिको ऱ्याप स्याप हान्नु काम गर्नु पऱ्यो बस्नु पऱ्यो डिसिप्लिन काम गर्नु पऱ्यो नि मुझे कहाँ ऱ्याप मात्र हानेर हुन्छ त्यो हुन्छ त ऱ्यापरहरू नि हुन्छ नि डिस भन्छमा अनि प्लान पनि छैन कसरी गर्ने पनि थाहा छैन युट्युबबाट बिट डाउनलोड गरिदियो अनि लिरिकल भनेको छ 10वटा एउटै शब्दमा 10वटा शब्द घुसारेको छ बुझ्न पनि टाउको दुख्ने मैले तलमाथि बुझेँ नि त चिङ्ने त यहाँबाट त्यहाँ भित्र घुसार्छ त्यो शब्द भित्र तलमा मेरो प्रतिष्ठा पट्टिमा दौडिन्छ गतिमा जटिता कठिनता पट्टिता अन्तिममा उठ्निन्छ शक्तिमा बस्दिन अदिनमा बस्छु म अधिकमा प्रविडे ज्ञानी हुँदैन छ बुझ्यो